यता रहेछ नि ढुङ्गा ढुकै बस्ने रीति भयो यो म मेरो घर राम्रो बनाउन सक्छु अनि म त कसरी आउनु त दाजु दाजु धर्मी रहेछ क्या अरे मान्छे त सानो भए छिरिन्छ पो त खतरा तरिका हेर्नु ल ओ ग्रुप एउटा ब्युटिफुल नै हाल्नु पर्छ हामी डे 2 मा छौँ है ग्रुपहरू हिजो चाहिँ सेसीमाको देवपुकोमा बस बसेर आज माथि गुम्बामा जाँदैछौँ कमान सिंह दाइकोमा बसिवरी बसेर हामी बाटो बिहानको हुँदै ओ ग्रुप अहिले चाहिँ गर्दै गर भरे चाहिँ गर्दै हिँड्नु ल होइन अब यस्तो हो बाटोमा रुँदै रुनु खोज्दै गयो भने क्यामेरामा चाहिँ हाँस्ने है बाटो यस्तो छ तर हामी माथि ग्रुप गुम्बामा पुग्नलाई अब धेरै टाइम त लाग्दैन तर 10 to 15 मिनट लाग्छ भन्छ तर लाग्न त धेरै नै लाग्छ नि ग्रुपहरू तल धमाका अरे हामी चाहिँ यो यस्तो हुँदै सैसीमाको बाटो यता यस्तो जङ्गलहरू छ ग्रुपहरू ट्याक्कै यस्तो छन् मेरो ग्रुपहरू माथि गइरहेछन् माथि गुम्बा जाँदैछौँ है फटाफटै आफ्नै धुनमा कोही ग्रुपहरू खासमा हुन्छ नि ल जो दिनभरि हिँड्दा त्यही छ आज यहाँदेखि सैसीमा हुँदै फेरि सैसीमादेखि डबडाक हुँदै हामी धार्मिक स्थल खेम्पालो दर्शन गरिवरी आज फर्किने योजना चाहिँ गरिएको छ अब अहिले भर्खरै सैसीमामै छौँ ग्रुप हामी आइपुग्न लागेछौँ यहाँदेखि भरै फर्किँदा चाहिँ हाम्रो बाटो अघि आउँदा यो बाटो अब फर्किने बेला चाहिँ यो बाटो है हुँदै हामी अब यहाँ माथि थोरै घुमफिरवरी हामी फर्किनेछौँ लु ग्रुपहरू पुगिसक्यो ग्रुप माथि पुगिसक्यो ठाउँहरू चाहिँ यस्तो छ डाँडा काँडा सैसीमा वा यस्तो घरबेटी त यहाँ घुमिरहेको रहेछ सैसीमा गुम्बा यस्तो ब्युटिफुल यस्तो राम्रो बनाइरहेको छ डाँडा काँडा यस्तो बिचमा यस्तो रमाइलो ओ ग्रुपहरू कस्तो फिल भइरहेछ त तर घाम पानीले आज चाहिँ राम्रो दिएछ हिजोदेखि नै घुम्ने ठाउँ चाहिँ यस्तो यो पनि यस्तो दामी बनाएको छ यस्तो हुँदै रेली हाम्रो ग्रुप चाहिँ आज वैशाखको 3 गते चाहिँ यहाँ हामी सैसीमाको अहिले ठ्याक्कै 8 बजेर 6 मिनटमा आइपुग्यो बिहानको यस्तो सैसीमा गुम्बा वाट ब्युटिफुल यस्तो तपाईँहरू चाहिँ किन छक्कै पर्नु भयो त घुम्नु न हेर्नु न घुमेको हेरेको दाजु एकदम
खुसी छौँ कतिखेर घुम्नु भर्खरै त लगाइराख्नु भएको छ नयाँ ठाउँमा अनि एकदम हामीलाई खुसी मिलेको मनाउन चाहिँ ढिलै भए पनि 3 गते चाहिँ यतातिर सीमाको एक्का बिहानै 8 बजेतिर छौँ। अब बिहान त त्यस्तै हो। अब दबडाको हुँदै दबडाको धार्मिक स्थल खेम्पालुङ दर्शन गरिवरी हामी आज यति नै ग्रुप फर्किने छौँ। उहाँ हाम्रो क्यामेराम्यान हाम्रो मोडलहरू क्यामेराम्यान हाम्रो पुरै हिरोनी दिदीबहिनीहरू आफ्नै चाहिँ तरिका भने चाहिँ यहाँ अर्को हेरौँ त क्यामेराम्यान उता कोही हाफ अरे कोही फुल अरे लुहै अर्को क्यामेराम्यान आयो फेरि उनीहरूको छोटे डर नखाउनु। ओ सबभन्दा हाम्रो यो सेल्फी म्यान चाहिँ लुहै लु हामी चाहिँ अब माथि जानको लागि खेम्पालुङ जानको लागि बत्ती आफ्नो आफ्नो यो हाम्रो घरदेखि माथि बालीवरी तयारी है बुहारी नै यो यति छ तयारी जेठी बुहारी निमिल उहाँ चाहिँ आफ्नो आफ्नो बत्ती चिन्नु है। एकचोटि निनी हामीले त्यो यो उता चाहिँ मेरै यो दुईटा चाहिँ त्यो बिजुलीको यहाँ खोसेको यो बिजुलीको पाइप बोकेर अब माथि लाने चाहिँ यो रेडी छ तयारी हामी चाहिँ यो यहाँदेखि हुँदै यहाँ बत्ती बालीहरू यहाँदेखि अब माथिको बाटो हुँदै सुरुरुरुरु जाने अनि खेम्पालुङ छिरेर टक्कै यहाँदेखि हुँदै पारीसम्म पुग्नुपर्ने हुन्छ कि आज पारीसम्म अनि त्यहाँदेखि फेरि यात्रा घरसम्मको सबै आफ्नो आफ्नो बत्ती हातमा हजुर दाजु हो नि भाइ। लु है हामी ग्रुप पुरै माथि डाँडासम्म हुने सिलिचोङ गाउँपालिका डाँडाक। लु है यात्रा सुरु भयो। अक्सुवा हामी जाँदैछौँ है माथि अब भित्र चिन्नुलाई। लु हामी चिन्नु चाहिँ बाटो यस्तो राम्रो छ कि आमामा पहिला चाहिँ बर्खा टाइम आइयो भन्छ कि ठिक टाइम आइयो न्यु इयरको लागि के हो नि यो त झन् यस्तो दामी भएछ त अनि सरसफाइ पुरै हान्नु पनि यति फोटो भिडियो पनि बनाएको थियो वाउ। हामी चाहिँ दुईचोटि भयो यो बाटो हिँडेको Bumbio. Hola, jamai sokwa. Siapa mutu khatra kasul sih manian. Farlang emang tong khat ke. Wih mau teri katan soci pam jati kasul emang. Budak pin nabi kata kongsi kata tan sitong je kata juga langsung je kata kemarin. Kita ni. आइपुग्न लाग्यो हैन हामी अब लगभग आइपुग्न लाग्यो अब हामी त्यही भन्न चाहन्छौँ वाउ
यहाँदेखि छिरेको त नि तल पनि सिर्नुपर्छ त हो नि आइयो है त आइयो आइयो है आइपुग्यो नि होइन यो एकदम राम्रो ठाउँ हो नि त नि अब सोच्यो नि हामी जानु त्यहीदेखिको यहाँदेखि खोज्दै खोज्दै गएर माथि गएर वाह नाना भन्दाखेरि चाहिँ हुई गर्नु भयो नि त्यहाँदेखि निस्केको पानी ठुलो थियो बर्खा टाइममा अब आइयो हजुर माहा गाईबस्तु त धेरै पो उयो हालिसकेर त्यो दिन त्यो थिएन हो र त्यतिखेर त यो यसमा त पानी त यति ठुलो थियो नि आमामा थियो नि पानी तर अब अहिले त त्यति टाइम पनि भएको छैन नि त ए हजुर ए यहाँ हो बत्ती भरे जाने लु 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 हजुर भित्र जानुलाई चाहिँ एकदम तयारी है म दुबई बसेँ नि हजुर त्यो यहाँ तपाईँकोमा आउँदाखेरि यहाँ त्यतिखेर आउँदाखेरि साउदीदेखि आएको थिएँ अनि त्यहाँदेखि फेरि दुबई साउदीभन्दा त दुबईमा धेरै सुविस्ता नि दुबई त दुबई नि म पनि बेलुकामा पहिलेर जाइन भनेर घुमेर आएँ हजुर अनि पोहोर चाहिँ थाइल्यान्डमा गएको थाइल्यान्ड मस्त छ है नि थाइल्यान्डको लिनु लिँदिनँ भने होइन हामीले दिएपछि लिनुपर्छ अरे त्यो हजुर प्लेनतिर अब म यो चाहिँ लास्ट मजा लाग्छ क्या पहिला जाँदा पनि ओभर मजा लाग्छ क्या बत्ती बाल्ने यस्तो टाइममा हुन्छ नाना बाल्नु त्यस्तोमा टक्कै राखेको नि हुन्छ जेठाकै कान्छ हौ म जेठा है कान्छा त अस्ति आउनुभएको होला प्रतापसँग कान्छा आएको थियो मेरो कान्छा बिरेको कान्छ दाजु दाजु ए तपाईँ चाहिँ जेठा मामाको भिडियो बनाउनु न हामीले। हाम्रो निस्यो पाला गर न हो त छ म त छिट्टो जान्छु नि म चाहिँ जेठा है हो न ए बिचरा कोहीको यता कोहीको उता म नआए हल्नु न ओमी आफ्नो बत्ती चिन्ने है अनि हुन्छ ठ्याक्कै एकचोटिमा हुन्छ साढे चौधमा खाना हो बाई बाई अहिले ठुलो हुन्छ सबैले अक्षता सताउनु अनि त्यसपछि तिन त आफ्नो 장담이니 대달이 방아야 땅아야 시여대 달람저로 담이니 나담이니 달보세요 박선지 너도 보도를 보세요 어서래 보자 방외를 보자 What a beautiful. अच्छा हो नि अब चाहिँ बलिराख्नु अलि हेरौँ न होला हजुर रोके मिटिङ मौके मरि जान्छ नि लाइटरले थपिराख्छु म नाम थप्नु दे थप्नु दिन हेरौँ न ल बलिरहेको बेलामा चाहिँ तेल धेर भयो क्या हाम्रो नाम नै के आउँदाखेरि ठिक्क बोल्छ अलिक सानो छ कि हुन्छ हजुर नसुनु है हुन्छ
मरिजान्छ हो बहिनीको हो कि मेरो पनि हो उहाँको पनि अलिक बलिन तपाईँको त माथिको होइन हजुर फोन टर्च फोन पनि पानी अब हामीले बत्ती बालेपछि ऊ पानी आउनु राखेको हो र कस्तो मस्त छ यो त्यो बत्ती बालेपछि दुःखहरू केही किन आयो भने पानी आउँदैन हो र लाइट छ सुरुमा त फेरि एक थोपा पानी पनि लक्ष्मीको दुध खाएकोहरू चाहिँ लक्ष्मीको लक्ष्मी दुध माग्नेहरू चाहिँ यहाँ छ के भैँसीको रहेछ गाडाको गाईको हजुर के अनि यहाँ रोक्नु नछोड्नु हामी पनि दर्शन गर्नु आए भने शङ्का गर्नुपर्छ ठोकिन्छ है तर जोगिएर आउनु न त्यहाँ यहाँ उयो पनि थियो नि कतिचोटि हो भयो बहिनी आज ल्याइए न खाजा त हस् हुन्छ छुनुपर्छ यसो टक्कै हो त्यसरी सबै छ के सर्पै छ है सबै जस्तो छ तर सर्पै निको पनि हुन्छ अरे त्यस्तै नाकले दुःख दिनेहरू त यहाँ आएर यसो के के गर्नु रे नाकले दुःख दिने दिने अनि यहाँ पूजा गरेर अनि त्यो बिरामी भएको छ यस्तो यस्तो सबै यसो गर्नुपर्छ अरे निको यस्तो धार्मिक यस्तो बाटो छ यस्तो देखि भयोभरि जानुपर्ने यस्तो यता त सानो छ तर सुट पो छिरिन्छ त फेरि हामी आउँदैछौँ फेरि झऱ्यो पछि मरेर पनि छिर्नुपर्छ हेलो ग्रुप कस्तो फिल भइरहेछ खै हाम्रो कान्छे भाइ छिरिसकेको हाम्रो कुनै लु यहाँदेखि तर पानी पनि आइरहेछ यार क्या मस्त यो बत्ती चाहिँ तर ऊ भइन्छ अरे नि त यो चाहिँ धर्म र अधर्मी अरे यहाँबाट छिर्नुपर्ने चाहिँ हाम्रो दाजु धर्मी रहेछ कि हेरेर छिर्नु माथिबाट चाहिँ छिर्नुपर्ने हो दाइनाबाट दाहिने उमुक्का दाजु हो त्यहाँबाट कसरी घुम्छ त्यसरी हुन्छ दाजु देखाइदिनु अनि म त कसरी आउनु त दाजु हाम्रो दाजु धर्मी रहेछ क्या अरे मान्छे त सानो भए छिरिन्छ पो त खतरा तरिका हेर्नु ल यस्तो चाहिँ धर्मी समय यस्तो गर्न नपाउने यो त धार्मिकै त हो नि उसले मलाई उहाँ भगवान्जीले आउनु न यता सही सही आइरहनु न आइरहेको छु एकछिन है म गुप्ता दाजु अनको भाउजू कसरी बोल्न सिकाउनु भन्नु ए बस्नु न यहाँबाट हेर्नु वेट स्टप के गर्नु धेरै धेरै कमला नि आज दिन भिडियो हालिदिए के मान्छे मुनु भिडियो लाइन हामी हिँड्नु पर्यो नि त नि कमला नि मनाउँछ के यहाँ बहिनीहरूलाई पनि अब हराउनु नि त नि टेस्ट सजै गर्नुपर्छ भयो त्यो हो त्यसो ल कान्छी म जान्छु तपाईँ पर्खेर यहाँ बस्नु ल लाइट पनि देखाइदिनु मलाई तपाईँको मोबाइल लगेर जानु न कुनमा उनको फेरो न उनको फेरो न कस्तो ठ्याक्क साँच्ची यहाँनिर चाहिँ के यस्तो हात राख्ने कि उठ न यस्तो उनको तुम्ने अन्त यहाँ चाहिँ ठ्याक्कै हात राख्ने चाहिँ होइन यहाँ पनि राख्ने ए कस्तो उस गऱ्यो कि कस्तो ठ्याक्कै हो क्या म चाहिँ यहाँ हात राखेर के हुन्छ नि त्यो त्यही हो क्या हेर्नु यस्तो ठाउँ यहाँ तलतिर अब चाहिँ पानी लाग्ने ठाउँ होइन यहाँ यहाँ चाहिँ के माग्ने अरे कान्छी पानीहरू भर्ने दाजु ठिकै आफ्नो त सबै सफा अझै कुरा पनि यहाँ चाहिँ पानी भन्नुपर्ने होइन आउने तपाईँ यहाँ पक्ड त यो ल्याउनु मेरो भन्नु है फर्किनु परेको उतै जान्छु म बाबा भाइ उतै जान्छु नि फर्किन्छु नि कुन चाहिँ छाता त राखेको थिएँ
यता फेरि बाटो बिर्स्यो भने त बिर्स्यो हुँदो क्या मान्छेहरू आउँछ भन्छ 2-3 वटा बाटो छ अरे नि त यही भित्र पनि सानोदेखि छिरेर आउनुपर्छ उसको टाउको ए हजुर यहाँ अहिले माथि देख्दै त उसको टोपीमा यस्तो चकाएको छैन चकाएको माथि ए लगभग आइपुग्नु लाग्यो नि यो माथि चाहिँ उयो अरे टाउको राख्ने भगवान् गरे यो माथिको चाहिँ ऊ अरे शिर भयो माथि टोपीको त्यो शिर हुन हो त्यो अरे सिकाउँदै हुनु अरे त ठ्याक्कै टाउको हो भगवान् यो लु भाइ यता चढा छ तिमी फर्स्ट टाइम हो योसँग 3 चोटि ए लै खासमा यो पानी त आउँदैन अरे नि त राम्रो भएन यस्तो पानी राम्रो आएको चाहिँ राम्रो अरे यता पनि है यो चाहिँ के को हो हजुर ए अँ यो खाल ए हजुर मैले भर्दिन्छु छिरिम त्यसरी 3 थोप्ला लान्छु म चाहिँ भर्दै त कहाँ लाने 2-3 थोप्ला लानु भन्नुभएको होइन यसो गर्न माथि सुइदिनु न त के भन्छ होइन नि हुँदैन नि यसलाई झर्नै दिनुपर्छ मैले त 3 थोपा चाहिँ यसो यस ल भयो आम ह्याप्पी ए साँच्ची है होइन नि यता त साँच्ची केही छैन छिर्नुपर्ने अवस्था हो नि यो भेटी त टेक्ने भाउजू त्यो भेटी टिपिराख्नु त टेक्ने ठाउँमा भयो हिँड्ने ठाउँमा सुन्नुभयो दाजुले मलाई कम्ती बात बनाएको छ हेर्नु भित्र उसको पानी बोकिदिएर पनि उसको क्यामेरा बोकिदिएर पनि अझै भिडियो यो चाहिँ मैले बनाउँछु नि बनाइदिने मेरो यहाँ चाहिँ यहाँ चाहिँ मेरो बनाइदिने कसले तपाईँले के बनाइदिनु हो तिमीलाई चाहिँ भिडियो यो बच्चाले कम्ती क्यामेरा यस्तो नभन्नु न मेरो पेन्सन हुन्छ बनाउनु पर्ने लाग्यो यसमा बनाउनुको मतलब के हो नि अलिक पढ्नु ठाउँ छ के थाहै छैन आफ्नो घर बनाउनु हो कि त बनाएर राखिन्छ कि ए एकदम पर्फेक्ट अलिक पर्दैन बाटो छ होला बनाउनु हो अलिक छ अलिक त बनाउँछु म चाहिँ अलिकति ऊ नै हो कि देखाऊ अब यहाँ पैसा हाल्नु परेन के थाहा हो बहिनी लडाइहाल्नुहुन्छ त्यो त्यहाँ छेउ तल छेउमा झाइराख्नु लगाइराख्नु रेट टुप्पी मिलाउनु त हौ चल्नु भाउजूले यतै आउने यतै ढुङ्गाहरू पनि छ जस्तो लाग्यो कहाँ बनाउनु त ढुङ्गा चिरीतिर मुनु भयो भुनी गयो कि रङको सुक्चिङ त्यसमा चाहिँ नआयो क्या रङको भाग म कसम बुझ्छ नि होइन जति हाल्दा 3 टाइम मात्र हाल्दा हुन्छ 5 वटा हाल्दा हुन्छ ए जस्तो नि अस्ति मैले मेरो घर बनाउनु पर्छ यता रहेछ त ढुङ्गा ढुक्कै कसले रेती भयो म मेरो घर राम्रो बनाउन सक्छु भयो तपाईँको कहाँनिर बनाउनु भयो ल ठिक छ मेरो 4 ढुङ्गा त्यही त बन्छ ओके वाह यस आइपुगिहाल्यो त अब के हो पानी वाउ राम्रो भने यस्तो पसिना आउनु पर्ने छुनु मिल्छ खानु मिल्छ यसरी यसरी धेरै गुरुमा यसो तत्तो झार्यो भने सबैजनाले पुग्छ अब यहाँ राम्रो भने यो यस्तो पानी हाल्ने त राम्रो अरे सब बुद्धि दिए अब फर्केको हामी हिँड्नु न तपाईँहरू के फोटो चाहियो तपाईँलाई खिचिदिनु
यहाँदेखि निस्केर त्यत्रो माथिदेखि छिरेको हामी अब फेरि फर्क्यौँ है माथि नै सर यो चाहिँ घोडा बाँधेको होइन भगवान्ले घोडा बाँधेको अरे क्या बाँधेर राखेको अरे यहाँ पहिला यहाँ चाहिँ यत्रो माथि पो त नि यत्रो माथिदेखि आएको पो त अन्त अनि भित्रभित्र यही भित्रभित्र छिरेर आधी घन्टा समथिङ लाग्दो रहेछ हौ ए हजुर ए हजुर हजुर छ हजुर एउटा एउटा कपाल छाउनु अरे आइगयो त आइगयो त 3 चोटि घुम्नुपर्ने अरे यो चाहिँ हाम्रो चाहिँ 1 2 3 ए 3 यो चाहिँ ओइ आफ्नो त्यो बत्ती चाहिँ बालेर फर्किने क्रममा चाहिँ हेर्नु है बिचरा कसैले हुने नहुने गरी बारेर बोकिरहेछन् यहाँ फ्रीमा हो नि सम्पत र रप्पु रप्ना ताइबीको होइन होइन त्यस्तो होइन त्यो कुरा नगरौ न हौ हो नि ल ल ल ल अब चाहिँ